कम्युनिटी बोटानी भेजिटेबल गार्डन ओडुङ्गा तोरी फलेर हेर्नु कस्तो राम्रो भएको छ। जाडोको बेला चाहिँ एकदमै चिसो छ। साग मात्रै छ अहिले सबैतिर। उहाँ के हो बजुले के गरी खोर्सानी गोडिरहनु भएको छ भित्र। अनि उता अर्को दिदीले फेरि साग टिपिरहनु भएको छ पर। सबै हाम्रो यो चाहिँ कम्युनिटी गार्डन हो। यहाँ पनि सागै रहेछ कसको हो। उता पनि सागै छ। उता पर पनि दिदीहरू साग टिप्नै आउनु भएको छ। अहिले चाहिँ सबै यतातिर रायोको साग र मुला जाडोको बेलामा। यहाँ के हो चौसुर छ। अनि यता ल हेर्नुहोस् है त म साग देखाउँछु कति चाहिँ मजाले आएको छ। रायोको साग। अनि अब चिसोले गर्दाखेरि अरू चाहिँ सबै मरेको छ। रायोको सागलाई चाहिँ अहिले मजा भएको छ। अन्त फेरि को आउँदै हुनुहुन्छ सागै लिनलाई हो। यहाँ अब खोर्सानीलाई यो चिसोबाट जोगाउनका लागि यस्तो कटेरी बनाएर छानो बनाएर लगाउनु छ। दिदी यता हेर्दा कति मजाले खोर्सानी यहाँभित्र खोर्सानी छ। अनि दिदी साग टिप्न आउनु भएको हो। साग यो हजुर यही तपाईँहरूको साग होइन त यो बारी सब तपाईँहरूको हो नि साग। यहाँ मुला पनि रहेछ कति राम्रो। यहाँ कतिजनाको छ यहाँ चाहिँ दिदी? यहाँ चाहिँ माइला भाइको उतादेखि उता हो। हजुर हजुर यहाँ त यहाँ हाम्रो चाहिँ कसको भने यो चाहिँ रिमाल बाहरूको साग छ यहाँ। अनि त्यहाँबाट यो एउटा ब्लक एकजनाको एउटा परिवारको। यो चाहिँ यो यहाँदेखि यति एउटा परिवारको साग मुला अलिअलि आउँदै रहेछ। यता यो चाहिँ अर्ग्यानिक कम्पोस्ट मल। यहाँ बाहिरको मलहरू हाल्न पाइन्न। त्यो केमिकलयुक्त मलहरू हाल्न पाइने। त्यसले गर्दाखेरि आफैले बनाएर कम्पोस्ट बनाएर मात्रै हाल्न पाइन्छ। यता सुप छ। उता हाम्रो हस्त गोरागाई अङ्कलको त्यहाँ छ सागबारी यतातिर। यहाँ हाम्रो तुलसी काकाको गार्डन साग छ अलिकति। यता हाम्रो दिदी वसुन्धरा दिदीहरूको अलिकति छ। मुला छ त्यहाँ ननि अलिक ठुलो हुँदिन हो अहिले छोड्दिनु। यो कसको गार्डन बाबु? हो कति चाहिँ काम गरेको हो। यहाँ केटाकेटीलाई ल्यायो भने यसो भुलिने मेला पनि हुन्छ। हाम्रो गार्डन छ भने थाहा हुन्छ। त्यही भएर यहाँ दिनभरि घरमा बस्नु भन्दाखेरि यहाँ ल्याएर एकछिन कहिले भुल्याउनु पनि हुन्छ। नानीहरूलाई थाहा हुन्छ। कस्तो मजाको मुला फलेछ। खै यता देखाउनु अर्को पनि छ। ओइ कति राम्रो मुला फलेछ नि। अहिले पखाल्नु पर्छ। त्यसलाई नि पात अलिअलि पालेर सानो मुला नखोल्नु अहिले। ल हेर्नु त हो यस्तो सिक्नु पर्यो नि त हो होइन। घरमा बसेर मात्रै कति धनिया नकुल्चिनुहोस्। यो चाहिँ हुडुङ्गा
कम्युनिटी गार्डन। यहाँ सबै कम्युनिटीका मान्छेहरूले आएर आफ्नो आफ्नो ब्लक लिएर सागसब्जी लगाउनुहुन्छ। गर्मीको बेलामा यहाँ आलु फल्छ धेरै नै, बोडी सिमीहरू अरू फल्छ। निकालेर आलु रोप्नुपर्छ। अब जाडोमा चाहिँ यही मुला सागहरू त्यस्तै हुन्छ। मुला फलेछ। अरू पनि ल्याउनुहोस्, जानु अरू पनि ल्याउनु, सबै गरेर ल्याउनु। जान कति काम गर्नुहुन्छ आम्मै सानो छोरीले पनि कति काम गरेको। मुला फलेछ। अरू पनि ल्याउनुहोस्, जानु अरू पनि ल्याउनु, सबै गरेर ल्याउनु। जान कति काम गर्नुहुन्छ आम्मै सानो छोरीले पनि कति काम गरेको। आयो अरे सागसब्जी लिएर फिर्किँदै हुनुहुन्छ कतिजना। मुलाहरू साग लिएर जानुभएछ। आफ्नो हिसाबले कसैले लसुन लगाउनु भएको छ, कसैले प्याज लगाउनु भएको छ, कसैले बेसी जस्तो खोर्सानी लगाउनु भएको छ है। खोर्सानी यही अब जाडोमा यसरी हट हाउस बनाएर राख्नु भएको छ। यी खोर्सानी कतिको फलाएको छ हेर्नुहोस् है, त्यहाँ मजाले खोर्सानी फलाएको छ जाडोमा पनि। यहाँ चाहिँ पानीको पनि सुविधा छ। यहीँ हाम्रो यो भिक्टोरिया गभर्मेन्टले चाहिँ यहाँ गार्डनमा हाल्ने पानीको सुविधा गरिदिएको छ। अनि यहाँ गर्मीको बेलामा पानीको सुविधा पाइपहरू जोडिदिएको, पाइपहरू यहीँ राखिदिएको हुन्छ। अनि पाइपहरू पालै पालो गर्न पानी लाउन मिल्छ। अनि यहाँ मल हाल्ने चाहिँ यस्तो यहाँ बाहिर घोडाको फार्महरूबाट कहाँबाट गाईको मलहरू किनेर ल्याएर यहाँ कुहाएर राख्ने हो। अनि त्यहाँबाट गार्डनमा लगाउने गार्डनमा लगाउने मलहरू, यस्तो घाँसपातहरू काटेर लगाउने हो। बाहिरको यहाँ चाहिँ केमिकलयुक्त मलहरू हाल्न पाइन्न। आफैले अर्ग्यानिक मल बनाएर मात्रै हाल्न पाइन्छ यो गार्डनको एरियामा। त्यही भएर चाहिँ यहाँ यस्तो यो कम्युनिटी गार्डन छ। यता सबैतिर सबै आफ्ना आफ्ना एउटा दुईवटा ब्लकहरू आफ्ना आफ्ना छन् सबैका। अनि त्यहाँ पनि के गर्दै हुनुहुन्छ पर त्यहाँ अब गार्डन सरसफाइ गर्दै हुनुहुन्छ दुईजनाले। अनि त्यता पनि हो। यता यो वहाँदेखि लिएर वहाँदेखि यहाँसम्म लिएर यता यो सेक्सन सी हो। 3टा सेक्सन छ गार्डनको। परसम्म सबै गार्डनै हो। चाहिँ यो बोरामा चाहिँ मलहरू ल्याएर घोडाको मलहरू ल्याएर राखेको छ। अब अहिले यो बन्द गरेर राखेपछि यो कुहिन्छ अलिक। अनि भोलि पर्सि गर्मी सुरु भएपछि आलु रोप्नको लागि मल हुन्छ। अहिलेदेखि नै यो जाडोमा राखिदिनु भएको छ यहाँ बोरामा प्याक गरेर। अब यो पछि खोलेर आलु रोप्ने बेलामा यहाँ मल लगाउने हो। यस्तो लसुन प्याज के लगाएको छ यता त्यहाँ पनि। यतादेखि माथिसम्म छ हेर्नुहोस् कति छ चाहिँ। माथिको पानी ट्याङ्की छ, त्यहाँसम्म गार्डन छ सबै। यहाँ कम्युनिटी गार्डन हुडुङ्गा। आफ्नै गार्डनको अर्ग्यानिक मुलाको खेलेर लिएर जाँदै हुनुहुन्छ यहाँ।
खै के भन्दैछ न मलाई दुखै यहाँ के भयो दुःख त हौ यस्तोमा सोध्थे मलाई कोहीले यहाँ कसरी के युज गर्ने कसरी के गर्ने भन्ने कुराहरू सम्पूर्ण जानकारी यहाँ पाउनुहुनेछ इन्ट्रेन्स गेट हो यो चाहिँ यहाँबाट हेर्दा चाहिँ यो गार्डन चाहिँ पुरै सानो सानो बस्ती जस्तै देखिन्छ हेर्नुहोस् यहाँबाट सबै अहिले जाडोको बेलामा सबैले आफ्नो आफ्नोमा छानो लगाउनु भएको छ टेन्ट लगाउनु भएको छ कहाँ गएर आउनु भएको हामी गार्डेन गार्डनबाट के ल्याउनु भयो अनि अनि साग ल्याउनु भयो अनि गार्डनमा आउनु मनपर्छ कोसँग आउनु भएको गार्डनमा दिदी मामु दिदी हो